आज म कुनै रमाइलो कुरा गर्न, कुनै मनोरञ्जन भिडियो लिएर क्यामेरा अगाडि आएकी होइन। आज मन निकै नै भारी छ। केही दिन अगाडि भएको एउटा घटनाले हामी माथि एउटा ठुलो प्रश्न उठेको छ। हाम्रा साना नानीहरू आखिर कहिलेसम्म, कति दिनसम्म सुरक्षित छन्? खरै संसार चिन्न थाले कि आमाको काखमा खेल्ने उमेरकी एउटी 3 वर्ष बालिका। उनले आफ्नो जीवनमा के भइरहेको छ बुझ्ने उमेर समेत पाएकी थिइन। तर उनको जीवन नै खुसी हो। केवल एउटा परिवारको पीडा होइन, यो एउटा आमाको काख रित्तिएको पीडा हो, एउटा बुवाको सपना टुटेको पीडा हो। हामीले अपराधको समाचार सुन्छौँ, केही समय दुखी हुन्छौँ, सामाजिक सञ्जालमा पोस्टहरू पनि गर्छौँ, अनि केही दिन पछाडि बिर्सिदिन्छौँ। तर त्यो परिवारले कसरी बिर्सिन सक्छ जुन घरमा एउटा सानो आवाज गुन्जिन्थ्यो? एउटी सानी बालिकाको लागि न्याय होस्, उनको परिवारले न्याय पाओस् र दोषी प्रमाणित हुनेहरूलाई कानुन अनुसार कडाभन्दा कडा सजाय होस्। यहाँहरूलाई आजको मेरो यो भिडियो उचित लाग्छ भने यहाँहरूले कमेन्ट, लाइक, सक्दो सेयर पनि गर्न सक्नुहुनेछ र अर्को भिडियोमा यहाँहरूसँग म भेट्नेछु। अहिलेलाई धन्यवाद। नमस्ते।